हेलो गुड मर्निङ एन्ड वेलकम टु माई फर्स्ट मिनी भ्लग। आज चाहिँ म बिहानै 11 बजेतिर उठेँ अनि त्यसपछि ब्रस गरेर मुख धुएपछि यस्तरी मैले देखाइरहेको थिएँ क्या अनि अब पानी खान्छु, तातो पानी। अनि यस्तो रिल्याक्स बसेर मैले पानी खाइरहेको थिएँ। यहाँनिर चाहिँ मेरो पानी हो भनेर मैले देखाइरहेको थिएँ क्यामेरामा। अनि त्यसपछि अब म के गर्छु भने हल्का मेकअप गर्छु भनेर म मेकअप गर्नलाई बसेँ। अनि मेकअप गर्न चाहिँ आउँदैन क्या मलाई, खासै मेकअप पनि गर्दैन। सनस्क्रिनहरू चाहिँ हल्का सनस्क्रिन बाहिर निस्किँदाखेरि लगाइरहेको हुन्छु, तर म यस्तो मेकअप गर्छु भनेर महँगो ब्रान्डेड अनि मेकअपको प्रोडक्टहरू किनेर यसरी लाउन चाहिँ लाउँदैन क्या। मन चाहिँ लाग्छ, यस्तो राम्री भएर हिँड्न मन लाग्छ होइन। अनि राम्रो प्रोडक्टहरू किनेर अनि मेकअप गर्न चाहिँ मन चाहिँ लाग्छ, तर मलाई मेकअप नै गर्न आउँदैन क्या। नेपालमा हुँदाखेरि मैले सेल्फ मेकअप चाहिँ सिक्छु भन्ने सोच गरेको थिएँ, तर त्यत्तिकै अब टाइम नमिलेर हो कि अब यस्तै मन नभएर हो मैले सिक्न पाइनँ। अनि अब मैले यहाँनिर हल्का मेकअप गरेँ। अनि मैले यहाँ के भनिरहेको थिएँ भने मेरो मेकअपको प्रोडक्ट पनि मलाई देखाउन लाज लाग्छ भनेको थिएँ क्या। म त्यस्तो मेकअप चाहिँ ब्रान्डेड मेकअपहरू गर्दैन क्या, ब्रान्डेड प्रोडक्टहरूको मेकअप चाहिँ गर्दैन। अनि कहिले कसो यसो सनस्क्रिन चाहिँ लाउँछु अनि यस्तो देखेँ म। अनि त्यसपछि यस्तो देखेँ भनेर मैले क्यामेरामा देखाइरहेको थिएँ क्या। अनि यस्तो भएछु हेर्नु त। कालो टिका चाहिँ प्रायः म नेपालदेखि नै कालो टिका चाहिँ लाउने मान्छे हो क्या। कालो टिका बिना म हिँड्दै नहिँड्ने मान्छे हो। तर हेर्नु जापानमा चाहिँ कस्तो रहेछ भने कालो टिकाहरू चाहिँ अब लाउन त पाउँछ, तर त्यो कामहरूमा त्यस्तोहरूमा लाउन मिल्दैन। अनि अब म यहाँ खाना खान्छु। खाना चाहिँ हामी बासी खाना नै खान्छौँ। अब परदेशमा मेन चाहिँ जापानमा हुने मान्छेहरूले चाहिँ अब तातो अब बिहान बेलुकै पकाएर खाना चाहिँ भ्याउँछ जस्तो लाग्दैन। अनि तर हामीले चाहिँ अहिलेको टाइममा चाहिँ हामीले पकाएर खाना चाहिँ भ्याउने चाहिँ हो। अहिले काम छैन, हाम्रो काम सुरु भएको छैन अनि भ्याउने चाहिँ हो। तर हाम्रो चाहिँ कस्तो भने अलिक किचन चाहिँ 3 तला मुनि भएको भएर चाहिँ अलिक जान आउनलाई कस्तो अब गाह्रो होइन, हामीलाई अल्छी लाग्ने भएको भएर चाहिँ खाना बेलुकै पकाउँछौँ साथीसँग। साथीलाई चाहिँ मैले उठाएँ, तर ऊ चाहिँ अब अहिले काम नभएको भएर हामी त दिनभर फ्री नै हो, अब दिनभर सुत्ने अनि यस्तरी नै हो क्या अब। अनि त्यसपछि मैले उठाएँ, तर उसले उठ्न मानेन। अनि म चाहिँ अलिक मेडिसिन लिने भएकोले चाहिँ मैले खाना खानुपर्ने भयो। अनि त्यसपछि मैले एक्लै खाना पस्काएँ। अनि खाना पस्काएर मैले ओभनमा तताएँ। हामी चाहिँ यसरी ओभनमा तताएर खान्छौँ। बासी खाना हो तर हामी यसरी ओभनमा मैले तताएँ। ओभनमा तताइसकेपछि चाहिँ यसरी मैले खाना सुरु गरेँ। अनि खाना चाहिँ अब यस्तो हो क्या, बासी खाना चाहिँ तातो साजी खाना जस्तो त हुँदैन नि त। जति नै जे नै गरे पनि मलाई चाहिँ अब साजी खानाको जस्तो टेस्ट चाहिँ हुँदैन नि क्या। अब जे नै गरे पनि, तताए पनि जे गरे पनि साजी खाना जस्तो खाना हुँदैन। तर नि के गर्ने, यस्तै बानी परिसक्यो अब त। अनि यहाँ खाइरहेको छु मैले खाना। अनि खाना खाएर चाहिँ है यस्तो मिठो गरेर मैले पकाएको क्या। हिजो यो गुन्द्रुक र आलु हो। अनि मेरो साथी खासै मन पराउँदिन नि, त्यही पनि सब्जी नभएको भएर चाहिँ हामी सब्जी आज किन्न जाने भनेर हाम्रो सल्लाह थियो कि, तर बाहिर यस्तो पानी परिरहेछ, यस्तो ठुलो पानी परिरहेछ। अनि हामी अब अल्छी लाग्यो क्या, हामीलाई बाहिर जान है अल्छी लाग्यो, पानीमा कसरी जाने भनेर। अनि मैले खाना खाइसकेँ। त्यसपछि खाना खाइसकेर अब पानी खान्छु क्या म। अनि पानी खान्छु। अनि अब हेर्नु, अब म चाहिँ फर्स्ट टाइम यो यस्तो भिडियोहरू बनाउन चाहिँ मलाई एकदमै मनपर्छ क्या पहिल्यैदेखि। तर अब टाइम नमिलेर पनि होला। अनि अब एक त टाइम पनि नभएर हो, एक त खै के हो है।
कस्तो यस्तो पानी तातो थियो। ल अब भेट्छु अर्को मिनी भ्लगमा। बाई बाई साथीहरू।